भित्रबाट निस्किँदै गर्दाखेरि चाहिँ यति बिघ्न मसालाई गनगन गरेको थियो मेरो छोराछोरीहरूले खाना खान पाएको छैन पानी पिउन पाएन किनकि मेरो छोराछोरी चाहिँ भोकै मर्न लागे मासु खानु पाएन हामी चाहिँ तिर्खा लागेको बेलामा पानी खान पाएन भनेर भन्छ अनि त्यति बेला चाहिँ परमेश्वरमा प्रार्थना गर्छ त्यो लौरोहरू चाहिँ त्यो चट्टानमा पसार्छ त्यो चट्टानहरूदेखि चाहिँ पानीको मूल फुटेको कुरोहरू हामी बाइबलमा पाउँछौँ आमेन अनि किनकि तपाईँ र म चाहिँ त्यो चट्टानको पानीको मूल चाहिँ येशू हुनुहुन्छ आमेन येशू चाहिँ जिउँदो हुनुहुन्छ अनि त्यो खोलाको किनारमा रोपिएको बिरुवा हुनुहुन्छ अनि त्यो बिरुवा चाहिँ कहिले पनि ओइल्याउँदैन अनि कहिले पनि मर्दैन आमेन आज तपाईँ र मैले यो कुरो बुझ्ने जरुरत छ तपाईँ र म उमेर वैश्य जवान अवस्थामा परमेश्वरको जुवालाई बोक्नु जरुरत छ आज तपाईँ र म भोलि रोग लाग्छ तपाईँ र मलाई कष्ट हुन्छ संसारमा अबको दिनहरूमा चिन्हहरू आउँदैछ अनि यो दिन चाहिँ तपाईँ र मैले